नमस्कार। रिपोर्टर्स क्लब अमेरिका हेरेर बसिरहनुभएका तपाईँ सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम पोडकास्ट संवादमा। म किशन रेग्मी। आदरणीय दर्शक महानुभावहरू, रिपोर्टर्स क्लब अमेरिकामा पहिलो पटक हामी यसरी यो प्रयास गर्दैछौँ पोडकास्ट संवाद। हामी पोडकास्ट संवादमा विभिन्न व्यक्तिहरूसँग संवाद गर्छौँ, चाहे त्यो राजनीतिक किन नहोस्, चाहे मनोरञ्जन या त कला किन नहोस्। हामी हरेक विषयवस्तु, हरेक व्यक्तिसँग र उहाँका व्यक्तिगत प्रसङ्गहरू पनि कोट्याउने प्रयास गर्छौँ कार्यक्रम पोडकास्ट संवादमा। आजको यो पोडकास्ट संवादको पहिलो श्रृङ्खलामा मैले फेरि पनि यहाँहरूलाई स्वागत गरेँ। दर्शक महानुभावहरू, हामी संयुक्त राज्य अमेरिकाको टेक्ससबाट यो कार्यक्रम उत्पादन गरिरहेका छौँ। यति बेला टेक्सासमा एउटा चुनावी माहौल चलिरहेको छ। यहाँको स्थानीय संस्था नेपालीहरूको अलि बढी सदस्यता भएको ठुलो संस्था भन्न रुचाउँछु म, नेपाली समाज टेक्सस। नेपाली समाज टेक्ससको आगामी नेतृत्वको लागि यति बेला अमेरिकाको टेक्सस राज्यमा चुनावी माहौल एकदमै तातेको छ। विभिन्न उम्मेदवारहरू आफ्ना पर्चा लिएर घर घर दौडिराख्नु भएको छ र सँगसँगै सामाजिक सञ्जाल पनि रङ्गाइराख्नु भएको छ आफ्ना ती रङ्गीन फ्लायरहरूबाट। विभिन्न सञ्चार माध्यमहरूमा हामीले समाचार देख्न पाउँछौँ। अध्यक्ष, उपाध्यक्ष, महासचिव, वरिष्ठ लगायत टप टु बटम विभिन्न प्यानल बनाएर उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ। डिसेम्बर 13 तारिकमा निर्वाचन हुँदैछ। निर्वाचनमा दुईवटा टिम बाहिर आएका छन्, एउटा विजय भुसाल र अर्को जनक भण्डारी, र आफ्ना आफ्नै प्यानल छन्। आज हामी यो पोडकास्ट संवादको पहिलो श्रृङ्खलामा यही निर्वाचनलाई नै केन्द्रित बनाएर एकजना उम्मेदवारसँग कुराकानी गर्दैछौँ, संवाद गर्दैछौँ। यङ, इनर्जेटिक, डाइनामिक हुनुहुन्छ। विगत लामो समयदेखि टेक्ससमा हुनुहुन्छ। बाँकी परिचय अब म वहीँबाट लिन्छु। प्रवेश, यहाँलाई स्वागत छ। हजुर, थ्याङ्क यू सो मच किशन सर। आराम हुनुहुन्छ? एकदम एकदम हजुर। ठिक छ, सब राम्रो छ। यो पहिलो पडकास्टको यो श्रृङ्खलामा यहाँले समय दिनुभयो। सर्वप्रथम त म यहाँप्रति आभारी छु र धन्यवाद पनि मैले सुरुमै दिएँ यहाँलाई। एकदम 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 हजुरको शुभेच्छा, एकदम आभारी छु त्यसको लागि। कसरी बितिरहेको छ प्रवेश यति बेला अमेरिकी दैनिकी, के गर्दै हुनुहुन्छ? यहीँबाट सुरु गरौँ न आजको संवाद। अब अहिले हाम्रो ध्यान जति हाम्रो यो नयाँ कार्य समिति नेपाली समाज टेक्ससको 2026-27को निर्वाचनमा केन्द्रित छ। विशेष त हामी यो हरेक 2 वर्ष हजुर हुने गर्दछ यो नयाँ कार्य समिति। सो प्रिटी मच हामी त्यसैमा अलि प्रचारमा अलि व्यस्त देखिनुहुन्छ। प्रचार हाम्रा एजेन्डाहरू यो नेपाली कम्युनिटीमा पुर्याउने तयारीमा र त्यसैमा छौँ हामी। म यो चुनावको प्रसङ्गलाई एकछिनपछि हामी जोड्छौँ। हजुर, त्योभन्दा पहिला यहाँको अमेरिकी बसाइ कस्तो रह्यो, कहिले अमेरिका आउनुभयो, अलिकति जान्न मन लाग्यो मलाई। कति सालमा हो अमेरिका प्रवेश यहाँको? हजुर, म 2016मा हजुर आएको थिएँ। सुरुमा म पेन्सिल्भेनिया आएको थिएँ, त्यसपछि म यतै मुभ भएँ। हजुर, अनि त्यसपछि अहिले यहीँ छु, एउटा कर्मथलोको रूपमा। टेक्ससमा बस्न थालेको चाहिँ कति भयो, कति समय भयो? अब 2016 डिसेम्बर 10मा म टेक्सस ल्यान्ड भएको थिएँ। अब डिसेम्बरै छ अहिले, डिसेम्बरको अर्को यहीँ आउनु 10मा सायद हजुरको 9 वर्ष पुरा हुन्छ। करिब 1 दशक पुग्न लाग्यो। अब अलमोस्ट 1 दशक। के गर्नुहुन्थ्यो त्यो बेला? त तपाईँ स्टुडेन्टमा आउनुभएको थियो सायद, होइन? हजुर हजुर, म मेरो MBAको लागि आएको थिएँ। सुरुमा हामी जुन कलेज माउन्ट अलोयसिस भन्ने कलेजमा आएको थियौँ, त्यहाँ चाहिँ हामी पहिलो 14 जना नेपाली थियौँ। त्योभन्दा अगाडि कोही नेपाली आएको पनि थिएन त्यहाँ। अनि हामी नै पहिलो थियौँ र त्यहाँ हजुरको धेरै कुराहरू हामीले सिक्दै पनि गयौँ र सिकाउने मान्छे कोही पनि थिएन त्यहाँ। अनि हामीले नै सिक्दै आफैले एउटा पाथ क्रिएट गरेको थियौँ त्यहाँ हामीले। अब कस्तो थियो त्यो बेला? हुन त अहिले पनि विद्यार्थीका थुप्रै समस्याहरू हामीले सुन्नमा आउँछ, देखिरहेको हुन्छौँ। इभन हाम्रै कति किपिङ टचमै विद्यार्थीहरू पनि हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्याहरू हामीलाई सुनाउनुहुन्छ। त्यस बेला तपाईँ आउने बेला चाहिँ के थियो? विद्यार्थीहरूको समस्या कसरी समाधान हुन्थ्यो, कसरी ट्याकल गर्नुहुन्थ्यो, के थियो? अलिकति जान्न मन लाग्यो मलाई। यस्तो थियो, हामी सुरुमा आउँदाखेरि कस्तो थियो भन्दा हामीलाई कोही भइदिए हुन्थ्यो नि, कसैलाई फोन गर्न पाए हुन्थ्यो।
किनकि तपाईँको अब घर परिवारदेखि एकदम डिट्याच भइएर छुट्टिएर आइयो नि त। यो तपाईँको 7,000 माइल पर छौँ हामी होइन। अनि त्यहाँ चाहिँ अब कोही सिकाइदिने भए हुन्थ्यो, एटलिस्ट कोही गाइड गरिदिने भए हुन्थ्यो भन्ने एकदम हुन्थ्यो। अनि समस्याहरूमा चाहिँ हामीले समस्या पनि आफै भोग्थ्यौँ र त्यो समस्याको समाधान पनि हामी माझ नै निकालेर त्यो समस्याहरूमा हामी जस्तै कि अब कसरी हिँड्ने होइन, बाटोमै हिँड्दा पनि कति तपाईँको आफ्नो सुरक्षित तरिकाले कसरी हिँड्नुपर्छ भन्ने कुराहरू थाहा थिएन होइन। अनि यस्तो कुराहरू कस्तो थियो कामको चाहिँ के थियो त्यो बेला चाहिँ, कसरी काम गरिराख्नु भएको थियो अथवा जीविकोपार्जन चाहिँ के कसरी बितिरहेको थियो? अब यस्तो थियो हजुरको, अब विद्यार्थीहरूले प्रायः जस्तो अलिअलि नेपालबाटै पैसा ल्याउने गर्नुहुन्छ सबैजनाले। हामीले पनि, मैले पनि लिएर आएको थिएँ अलिअलि खर्च 6, 7, 8 महिना हाम्रो एक्सटेन्ड होस् भनेर। अनि त्यो ताका चाहिँ हामी कलेजमा चाहिँ फर्स्ट हाम्रो जब भनेको कलेजभित्र, फेरि हामी विद्यार्थीहरूले बाहिर काम गर्न मिल्दैन होइन। तपाईँको कलेजभित्रै काम गर्नुपर्छ र 20 घन्टा काम गर्नुपर्ने हुन्छ। र मेरो पहिलो चाहिँ हजुरको कस्तो थियो भन्दाखेरि यो अमेरिकन कल्चर र नेपाली कल्चरको बारेमा यो हाई स्कुलको विद्यार्थीहरूलाई चाहिँ एउटा प्रेजेन्टेसन दिनुपर्ने थियो। अनि म र मेरो एउटा साथी उहाँ र म चाहिँ हजुरको यो हाई स्कुल प्रेजेन्टेसनमा हामी गएको थियौँ। अनि यो कल्चरल डिफ्रेन्स, अमेरिकन कल्चर र नेपाली कल्चरको डिफ्रेन्सेसको बारेमा हामीले बुझाएको थियौँ, एउटा पावर प्रेजेन्टेसन गरेको थियौँ। र त्यो गर्दाखेरि पहिलो कमाइ हाम्रो $50 थियो, त्यो $50 चाहिँ हाम्रो पहिलो कमाइ थियो। अनि त्यसपछि अनि बिस्तारै कलेजमै अब मैले यो प्रसङ्ग किन जोडेको भन्दा पछिल्लो समय र अहिले वर्तमानकै समयको कुरा गर्दा तपाईँ नेपाली समाज टेक्ससको वर्तमान युथ एन्ड स्टुडेन्ट कोअर्डिनेटर हुनुहुन्छ। हजुर हजुर। आई मिन तपाईँले जे भोगिराख्नु भएको थियो त्यही कुरालाई समाधान गर्नको लागि एउटा सामाजिक संस्थाको सहायतामा तपाईँले लिडिङ गरिरहनु भएको छ युथ एन्ड स्टुडेन्ट कोअर्डिनेटरको रूपमा। हजुर हजुर। अहिलेको अवस्थामा तपाईँले त्यो पदमा रहँदा ठ्याक्कै ती समस्याहरू देख्न पाउनुहुन्छ बाहिरतिर अन्य विद्यार्थीहरूको बिचमा, त्यस्तो केही लाग्छ? एकदम तपाईँको विद्यार्थी भाइ बहिनीसँग अब संस्थामा लाग्दै गर्दाखेरि प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिन पाएँ। विशेष त सबैभन्दा ठुलो समस्या जब विद्यार्थी भएरै आउँदाखेरि समस्या भने एकोमोडेसनको समस्या हुन्छ। कहाँ बस्ने, के गर्ने भन्ने कुरा हुन्छ। साथीभाइ भयो भने त मिलेर बसिन्छ, तर जसको कोही पनि छैन कहाँ जाने के गर्ने भन्ने एउटा ठुलो प्रश्न हुन्छ होइन। त्यसमा चाहिँ अब हामीले त्यस्ता विद्यार्थी भाइ बहिनीहरूलाई एकोमोडेसन चाहिँ अब भनौँ न एउटा स्टेटदेखि अर्को स्टेट मुभ हुँदै गर्दाखेरि यो कुरा हामीले विभिन्न त्यस्तै विद्यार्थी भाइ बहिनीहरूलाई कनेक्ट गराएर एउटा अपार्टमेन्टमा बस्नेदेखि लिएर त्यसरी पनि हेल्प गर्छौँ होइन। त्यो भयो भने अब सुरुको केही 6, 7, 8 महिना जुन एउटा स्ट्रगलिङ टाइम पिरियड हुन्छ त्यसमा चाहिँ भाइ बहिनीहरू बसेर आफ्ना सुख दुःख सेयर गर्छन्। भोलि अलि एबल भइसकेपछि अनि आफू मुभ आउट भएर त्यसरी पनि गर्ने गरेका छन् म्याक्सिमम स्टुडेन्टहरूले। अहिले तपाईँ संस्थामा भइरहँदा त्यस्तो केही सेवाहरू दिइराख्नु भएको छ संस्थागत रूपमा अथवा त्यस्तो सहयोग गरिराख्नु भएको छ? हाम्रो एउटा वाट्सएप ग्रुप पनि छ एनएसटीको, त्यसबाट हामीले अब एनएसटी राइड भनेर पनि गरेका छौँ। एनएसटीको त्यसमा एकोमोडेसनहरू, जब डिस्कसन पनि देखिरहेको हुन्छु मैले। जब हजुर, अब यहाँ ग्रेजुएट स्टुडेन्टहरूलाई होइन जुन सिपिटी ओपिटीमा बसेका भाइ बहिनीहरूलाई पनि अब जबको काउन्सिलिङहरू पनि गरिरहेको हुन्छौँ होइन। अनि त्यसैमा पनि कसैलाई अब मलाई रुममेट चाहियो भने पनि उहाँहरूले त्यहाँ सेयर गर्नुहुन्छ अनि कनेक्ट हुनुहुन्छ। जस्तो नयाँ विद्यार्थी कोही आयो टेक्ससमा आयो भनेपछि पहिलोपटक नै एनएसटी खोज्दै त पक्कै पनि आउँदैन, किनभने सबै अमेरिका आउने अथवा टेक्ससमा आउने नेपाली विद्यार्थी भाइ बहिनीहरूले प्रवेशलाई नै खोज्दै आउँछ भन्ने त अलि सम्भव हुँदैन। त्यो बिचको कनेक्सन चाहिँ कसरी मिलाउनु भएको हुन्छ तपाईँले? कसरी तपाईँलाई सम्पर्क गर्ने अथवा एनएसटीको सम्पर्कमा कसरी आउने विद्यार्थीहरू, त्यस्तो केही माध्यम छ तपाईँहरू बिच? यस्तो छ, अब हाम्रो चाहिँ कुनै फोन लाइनहरू अथवा फेसबुकहरू अथवा सोसल मिडिया अन्य कुनै? हाम्रो सोसल मिडिया छ होइन, जुन नेपाली समाज टेक्सस भनेर एउटा फेसबुक पेज पनि छ, त्यसबाट पनि कन्ट्याक्ट हुन सक्नुहुन्छ। हाम्रो विभिन्न पदाधिकारीहरूको त्यहाँ फोन नम्बर छ वेबसाइटमा र सँगसँगै हाम्रो इन्स्टाग्राम पनि छ होइन। फोन उठ्छ नि?
फोन उठ्छ। कतिपय समस्या देख्छु म यो सामाजिक संस्थामा हजुर। फोन नम्बर चाहिँ राखिएको हुन्छ, तर प्राय विद्यार्थीले अथवा अन्य कुनै समस्यामा पर्दा त्यो फोन नउठ्दिने। जब टाइममा फोन उठ्दैन भने पछि त त्यसको के नै अर्थ रहन्छ र? त्यस्तो समस्या त छैन? छैन, यस्तो छ। हाम्रो के छ भन्दाखेरि हाम्रो पदाधिकारीमा तपाईँको एउटा फोन एकजनाको उठेन, कार्य व्यस्तताले गर्दाखेरि उठेन भने पनि उहाँले मेसेज छोडेको केसमा चाहिँ हामी इमिडिएट त्यो कल ब्याक पनि गर्ने गरेछौँ होइन। र सँगसँगै अब जस्तै इमर्जेन्सी केस एकजना उठेन भने अर्को लाइनमा पनि राखेर अर्को मान्छेलाई पनि रिच आउट गरेर हामी त्यसरी नै यो अब समस्या चाहिँ ग्रुपमा आइहाल्छ। जस अब तपाईँ अध्यक्षलाई रिच आउट गर्नुहोस् या मलाई एज ए स्टुडेन्ट कोअर्डिनेटर रिच आउट गर्नुहोस् या जेनरल सेक्रेटरी महासचिवलाई रिच आउट गर्नुहोस् या अन्य सदस्यहरूलाई रिच आउट गर्नुभयो भने पनि त्यो एउटा हाम्रो एउटा सेन्ट्रल ग्रुपमा मेसेजमा आउँछ र त्यसमा हामी इमिडिएट रियाक्ट गर्नुपर्ने ठाउँमा हामी इमिडिएटली रियाक्ट गर्छौँ। जस्तो मैले देखिरहेको विभिन्न सञ्चार माध्यमहरूमा अनि सामाजिक सञ्जालहरूमा पनि मैले विभिन्न समयमा अमेरिकामा आएका विद्यार्थीहरू विभिन्न कारणले होस्, चाहे त्यो आर्थिक कारणले होस्, चाहे अन्य कुनै सामाजिक कारणले होस्, एउटा गलत बाटो अप्नाइरहेको सुसाइडलका केसहरू, मृत्युका केसहरू होइन बेला बेलामा हामीले सुन्ने गर्छौँ। काश सुन्न नपर्दै हुन्थ्यो भन्छौँ हामी, तर पनि विद्यार्थीहरूका त्यस्ता घटनाहरू हामीले, जुन घटना मैले भन्न पनि सकिँदैन, त्यस्ता घटनाहरू यदि समाजमा आए भने त्यसलाई समाधान गर्नको लागि, त्यसको सही बाटो औल्याउनको लागि नेपाली समाज टेक्ससले त्यस्तो केही भूमिका खेलिरहेको छ? हजुर, अब हामीले व्यवस्थापनको सवालमा हामीले यो प्रत्यक्ष एकदम राम्रो प्रश्न हो। म किनकि युथ एन्ड स्टुडेन्ट कोअर्डिनेटर हुँदै गर्दाखेरि म लगायत हाम्रा टिम एकदम प्रत्यक्ष रूपमा हामी काम गरेका पनि थियौँ। कतिपय काम हामी सक्सेस पनि भयौँ र कतिपय काममा चाहिँ हामी सक्सेस पनि हुन सकेनौँ। र विद्यार्थीलाई चाहिँ स्पेसली मैले भने नि तपाईँ 7 समुद्र पार आइसकेपछि एउटा फ्यामिलीबाट एउटा इमोसन डिट्याचमेन्ट हुन्छ अनि त्यसले एउटा होम सिकनेस त हुन्छ प्लस त्यो विद्यार्थी भाइ बहिनीमा के हुन्छ भन्दाखेरि तपाईँको फिनान्सियल यो सोसियो इकोनोमिकल कुराहरूले एकदम असर पार्छ उहाँलाई, एकाडेमिक्सका कुराहरू होइन। अनि तपाईँ अब कोहीले गाइड गर्ने हुँदैन होइन, अनि प्रब्लमहरू मात्रै आइरहेको छ कि समस्याहरू मात्रै आइरहेको छ। अनि त्यो समस्यालाई यही नै सल्युसन यसो गरेर समाधान गर्ने भन्ने कोही नहुँदाखेरि अनि मेन्टल डिप्रेसनदेखि लिएर एङ्जाइटीदेखि लिएर अनि सुसाइडलसम्मका केसेसहरू आउँछ। अनि हामीले विगतमा कतिपय विद्यार्थीहरूलाई चाहिँ हामीले अब होमलेस भएको स्थिति पनि छ होइन। अनि त्यो स्थितिमा त एउटा इन्सिडेन्ट त म हजुरलाई सेयरै गर्छु होइन। एउटा भाइलाई चाहिँ हामीले रेस्क्यु गऱ्यौँ, रेस्क्यु गरेर चाहिँ ऊ हल्का भनौँ न बिरामी अवस्थामा फेला पऱ्यौँ। अनि उहाँलाई चाहिँ हामीले अब होटलमा राख्यौँ 1-2 दिन। अब फेरि समाजको भन्दा नि हामी आफ्नै खल्टीबाट पनि पैसा हालेर गर्नुपर्ने स्थिति हुन्छ होइन। सो गर्दाखेरि अब होटलको बिल दिनकै $75 $80 जस्तो आउनु थाल्यो। अनि अब हामीले खल्टीबाट हाल्दाखेरि अब आफैलाई गाह्रो पर्ने स्थिति भयो। साथीहरूबाटै उठाएको थियौँ हामी, एनएसटीको साथीहरूबाट। अनि अति भएपछि अनि मैले आफैले घरमा 2-3 महिना पनि राखेँ। उसको भाइको पेरेन्ट्ससँग पनि कम्युनिकेट गरेँ होइन। अनि गर्दाखेरि केही गर्न सकिन्छ कि भन्ने हिसाबले अनि पछि भाइ चाहिँ अनि डालसबाट चाहिँ लस एन्जलस जान्छु भनेर अनि त्यसरी मुभ आउट भएको अवस्था पनि छ। त्यस्तो के जस्तो हुन त मैले ब्रेक गरिहालेँ यहाँलाई, त्यस्तो नेपाली समाज टेक्ससले त्यस्ता केही अवेरनेसका प्रोग्रामहरू अथवा स्टुडेन्टका मेन्टलका कुराहरू अनि इमिग्रेसनका कुराहरू पनि छन् साथसाथै, जसले विद्यार्थीहरूलाई एक किसिमको फेरि अर्को एउटा तनाव थपिदिएको छ। अनि यस्ता प्रसङ्गहरूमा कहिलेकाहीँ फोरम सञ्चालन गरौँ अथवा यहाँको विद्यार्थीहरूलाई इङ्गेजमेन्ट गराउँ अनि एउटा एक किसिमको अवेरनेस दिउँ, गाइड गरौँ भन्ने त्यस्तो केही गरिरहेको छ? हजुर, हामीले विगतमा पनि यो मेन्टल हेल्थ अवेरनेसका प्रोग्रामहरू इभन साइकेट्रिक डक्टरहरूबाट हामीले भोलिन्टरी काउन्सिलिङहरू पनि गरेका थियौँ। अनि अब इमिग्रेसनकै कुरा गर्नुहुन्छ भने पनि हामीले हजुरलाई थाहै छ यो एनएसटीबाट यो इमिग्रेसन लाइभ फेसबुक लाइभ पनि गरिरहेको छौँ। एटलिस्ट महिनाको एउटा गर्ने प्रयास गर्छौँ, भएन भने 2 महिनामा एउटा भए पनि भइरहेको हुन्छ। त्यसमा पनि अब हामीले इमिग्रेसनका समस्याहरू, विद्यार्थी भाइ बहिनीका स्ट्याटसका समस्याहरू पनि हामीले त्यहाँ मान्छे जस आम पब्लिक चाहिँ त्यसमा पनि जोडिनुहुन्छ लाइभ मेसेजिङबाट र मेसेज पनि गरेर हामी त्यो प्रश्नहरूको उत्तर चाहिँ हामीले दिने प्रयास नै गरिरहेको छौँ।
म यही बिचमा अब प्रवेशजीलाई सोधेँ, तपाईँ अहिले समाज सेवामा हुनुहुन्छ। हजुर। आई मिन फुल टाइमर भोलन्टियर भन्दा पनि बचेको समय तपाईँले समाजलाई दिइराख्नु भएको छ। हजुर हजुर। केही त आफ्नो लागि पनि गर्नु पर्यो होइन? हजुर हजुर। के गरिराख्नु भएको छ आफ्नो लागि चाहिँ? म चाहिँ अब तपाईँको म ग्रेजुएट भए लगतै म चाहिँ स्मल बिजनेसमै इन्भल्भ भइरहेको थिएँ। व्यवसायमा? व्यवसाय, हजुर, स्मल व्यवसायमा। अनि त्यसैमा अहिले पनि त्यसैमा छु र भगवान्को कृपाले उहाँ आफू होइन आफू सस्टेन भई र समाजलाई केही टाइम पनि र केही सेवा पनि गर्ने मौका पाएको छु। एउटा हामी नेपालीहरू, अझ नेपाली मात्रै नभनौँ, विश्वका हरेक देशका नागरिकहरूको लागि अमेरिका त एउटा ड्रिम कन्ट्री नै हो आज पनि होइन? हजुर हजुर। काश एकपटक अमेरिका गइदिन पाए हुन्थ्यो, टन्न पैसा कमाउन पाए हुन्थ्यो, घर गाडी सबै भइदिए हुन्थ्यो होइन? हजुर हजुर। त्यो पनि लग्जरियस। त्यो ड्रिम बोकेर आएको एउटा केटो अमेरिका आउँछ, अमेरिका आएको 10 वर्षमै एउटा व्यवसाय, आई मिन आफूलाई व्यक्तिगत रूपमा र सामाजिक रूपमा आर्थिक रूपमा वृद्धि गर्दै 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 10 वर्षमै होइन अब म समाजको लागि केही गर्छु अथवा समाज सेवामा लाग्छु भन्ने यो सोच चाहिँ कहाँबाट आयो फेरि? यस्तो थियो, म हजुरको सोसियल वर्कमा त म नेपाल हुँदादेखि, किनभने तपाईँ यङ देखेर है, किनभने तपाईँको उमेर अझै भएको छैन नि त, स्टिल यङ होइन? हजुर हजुर। म नेपाल हुँदा पनि सोसियल वर्कमा एकदम इन्भल्भ हुन्थेँ होइन। त्यसमाथि झन् तपाईँको ड्यालस नै आइसकेपछि जुन आफ्नो एउटा भनौँ न घर छाडेर निस्केर कोही आफ्नो अभिभावक होस् भन्ने एउटा खोज्दै जाँदा पहिला जाँदाखेरि नेपाली समाज टेक्सस पाएँ। अनि आफू चाहिँ अब सोसियल वर्कमा पनि किन डेडिकेटेड छु भन्दाखेरि म आफूले यो एउटा कुरा एकदम इम्पोर्टेन्ट छ। हामी अमेरिकामा भनौँ भने एउटा अपर्च्युनिटीको ठाउँ, हामी अमेरिकामा जुन लाइफ जिइरहेछौँ नि होइन, संसारको 10% को लाइफ जिइरहेछौँ, संसारभरिको पपुलेसनको 10% है, त्यति राम्रो लाइफ छ क्या। त्यो लाइफ जिँदै गर्दाखेरि तपाईँले त्यो 90%लाई हेर्नुहोस् होइन, 90%लाई त तपाईँले सहयोग गर्नु भनौँ न, 90%का केही मान्छेहरूलाई तपाईँले दिन सक्नुहुन्छ, सहयोग गर्न सक्नुहुन्छ क्या अमेरिकामा बस्दाखेरि। सो तपाईँ फेरि म यो भन्दिनँ कि आफू डुबेर अरूलाई बचाउने होइन कि होइन, पहिला आफू सस्टेन हुनुहोस् होइन, सबल हुनुहोस् र दिन सक्नुहुन्छ भने दिनुहोस्। किनकि जिन्दगीको अन्तिम सत्य भनेको मृत्यु हो होइन। हामी अब नेपाली समाज टेक्ससबाट धेरै फिनरलहरू पनि जान्छौँ होइन। त्यहाँ फिनरल जानु नै मात्रै एउटा उद्देश्य होइन कि हाम्रो एउटा भावना पनि छ त्यसमा होइन। अनि मान्छेहरूको एउटा भनौँ न दुःख छेडमा हामी तत्पर साथमा हुँदाखेरि तपाईँको त एउटा स्लोगन पनि छ क्यारे होइन, मर्दा र पर्दाको साथी नेपाली समाज टेक्सस, यस्तै के देखिरहेको? हजुर, हामी सुख दुःख, मर्दा पर्दा भन्दा पनि म सुख दुःख भन्छु। सुख दुःखको, हजुर, सुख दुःखको साथी नेपाली समाज टेक्सस, एउटा अवे फ्रम होम फिल्स लाइक होम भन्ने एउटा मोसनको साथ हामी लागि परेछौँ। अनि जस्तै अब मलाई तपाईँको पैसा भन्ने कुरा भनौँ न जति कमायो भने पनि पुग्दैन मान्छेलाई। किनकि तपाईँको मैले यस्ता पनि मान्छेहरू देखेको छु जो मिलियन्स डलर कमाउनुहुन्छ तर राति 3 घन्टा पनि राम्रोसँग सुत्न सक्नुहुन्न होइन। अनि म चाहिँ अब आफूलाई पुग्दो छ। प्रवेशलाई निन्द्रा चाहिँ कतिको लाग्छ त? मलाई निन्द्रा एकदम लाग्छ होइन। मलाई त्यही नै तपाईँको म युजली लाइक 8 घन्टा चाहिँ सुत्छु र सँगसँगै निन्द्रा र भोग भनेको यो कुरा चाहिँ एकदम हुनुपर्ने कुरा जस्तो लाग्छ। किनकि हामी एउटा मैले एउटा सोधिहालेँ। अब एउटा मैले अनलाइन पत्रिकामा एउटा न्युज पढेको थिएँ, अमेरिकाको टेक्सस राज्यमा मात्रै रजिस्टर्ड नेपाली सङ्घ संस्थाहरूको सङ्ख्या गन्ने हो भने करिब 50भन्दा बेसी संस्थाहरू, नेपाली संस्थाहरू चाहिँ टेक्ससमा मात्रै रजिस्टर्ड छन्। 90-97 संस्था बढिसक्यो अहिले, यो दिनानुदिन बढ्ने क्रममा छ। यो भिडमा यो 80-95 कति सङ्ख्या भन्नुभयो, त्यो सङ्ख्याको बिचमा नेपाली समाज टेक्सस नै किन रोज्नुभयो तपाईँले? अन्य सङ्घ संस्थाहरू पनि त छन् नि। यस्तो छ, नेपाली समाज टेक्सस किन रोज्नु भयो भन्दाखेरि एउटा यो छाता सङ्गठन हो होइन। नेपाली समाज टेक्ससले जुन विगतमा गरेका हाम्रा अग्रज दाइहरूले होइन 1998देखि लागेर हिजो एउटा सानो एउटा कोठाबाट सुरु भएको संस्था आज तपाईँको भनौँ न एनसिएससी स्थापना भएको छ। नेपाली मन्दिर हाम्रो बनिरहेको छ, कल्चरल कुरा होइन। अनि हेल्थका कुराहरूमा पनि काम भइरहेको छ होइन। हाम्रो टेक्सस नेप्लिज मेडिकल एसोसिएसनहरू हुन्छ र
बिजनेस पाठशाला पनि छ क्यारे हजुर चेम्बर नेप्लिज बिजनेस चेम्बरका कुरा छन् एनएसटी टोस्ट मास्टर होइन यो पब्लिक स्पिकिङको लागि सो विभिन्न क्षेत्रमा एनएसटीको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता छ जुन एउटा छाता सङ्गठनमा काम गर्दै गर्दाखेरि अरू सङ्गठनहरूसँग अरू सङ्घ संस्थाहरूसँग हामी हातेमालो गरेर यो कम्युनिटीका गोल्सहरू हामीले एउटा अटेन्ड गर्न सकिन्छ भन्ने हेतुले पनि म नेपाली समाज टेक्ससमा आबद्ध हुन चाहेको। ओके, अब म अलिकति यो चुनावी माहौलतिर फर्कन चाहन्छु। तपाईँहरूको डिसेम्बर 13मा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। टिम विजय र टिम जनक दुईवटा टिम बाहिर आउनु भएको छ। हजुर 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 यो निर्वाचनकै सेरोफेरमा रहेर अब एकैछिन कुराकानी गरौँ न। तपाईँ चाहिँ कुन टिममा पर्नुभयो? म टिम विजयबाट छु, विजय भुषाल दाई। यो नाम नै विजय भएपछि जितिन्छ भनेर पनि टिम विजय रोज्नु भएको कि? होइन होइन, म यस्तो छ, मेरो आदरणीय दाईहरू जो प्रत्याशी हुनुभयो, हाम्रो वरिष्ठ उपाध्यक्ष जनक भण्डारी दाई, उपाध्यक्ष बलराम पौडेल दाई, अनि प्रवक्ता किरण दाई, अनि विजय दाई हाम्रो जेनरल सेक्रेटरी। हजुर, उहाँहरूसँग म प्रत्यक्ष रूपमा 2 वर्ष काम गर्न पाएँ। अनि काम गर्दै गर्दा उहाँहरूको भनौँ न काम गराइ पनि छ, एउटा शैली छ, प्रकृति छ, गरिराख्नु भएको आदरणीय दाईहरूले। यसैसँग चाहिँ अब मेरो पनि केही एजेन्डाहरू छन् होइन, ती एजेन्डाहरूलाई चाहिँ अलि सार्थक र मूर्तक रूप दिन सक्ने चाहिँ त्यो एउटा स्पिड चाहिँ विजय शर्मा देखेको कारणले चाहिँ मैले उहाँलाई सघाएको। यहाँले रोजेको पद चाहिँ महासचिव। हजुर हजुर। किन रोज्नुभयो महासचिव? यस्तो छ, म अन्य पदहरू पनि त छन्। हजुर हजुर, म किन महासचिवमै जाने सोचमा थिएँ भन्दाखेरि तपाईँको महासचिव हुँदै गर्दाखेरि एउटा नीतिगत तहमा पुगेर हाम्रा अर्गनाइजेसनका धेरै रिसोर्सेसहरूलाई एक्टिभ रूपमा परिचालन गर्न सक्ने अवस्था हुन्छ र आफ्ना एजेन्डाहरू जुन समाजलाई हामीले केही एउटा युनाइट गर्न सकिन्छ, प्लस युवा सशक्तिकरण गर्न सकिन्छ भन्ने एउटा हेतु पनि हो र समाजलाई विभिन्न रिसोर्सेसहरू युटिलाइज गरेर हामीले एज मच जति समाजलाई दिन सके त्यति समाजका मान्छेहरू बेनिफिटेड हुने हो। के लाग्छ यसपटकको निर्वाचनमा पब्लिकले, आम सर्वसाधारण, विशेषतः सदस्यहरू, नेपाली समाज टेक्ससका करिब 6000 सदस्यहरूले प्रवेशलाई भोट गर्नुहुन्छ? हजुर, म एकदम ढुक्क छु त्यसमा, किनकि विगतमा हामी लगायत टिमबाट पनि धेरै काम गरेका छौँ होइन। म फेरि हजुरको त्यस्तो पब्लिकली पनि त्यस्तो म फोटो हाल्ने मान्छे पनि होइन र भिडियोहरू पनि खासै त्यस्तो पोस्ट गर्ने होइन, तर म आफ्नो कर्ममा विश्वास गर्छु होइन। र जति पनि भोटर्सहरू लगायत टेक्ससवासीले मेरो कर्म देख्नु भएको छ भने अवश्य उहाँहरूले मलाई त्यस्तो के देख्नुभयो? तपाईँ जुन टिममा हुनुहुन्छ उक्त टिमको अध्यक्षको उम्मेदवार विजय, विजयमा त्यस्तो के चिज देख्नुभयो जुन चिज तपाईँले उहाँको अपोजिसनमा अध्यक्षमा आएको उम्मेदवारमा देख्नु भएन? यस्तो छ, विजय सरमा के देखेँ र जनतामा के देखिनँ भन्दा पनि म हजुरलाई वास्तविक कुरा भन्छु। यो समाजमा अहिलेको समाज भनेको हाम्रो एकदम डाइनामिक छ। नेपाली समाज हिजो एउटा सानो नम्बरको पपुलेसन भएको आज हाम्रो टेक्ससमै लगभग 1 लाख प्लस नेपाली हुनुहुन्छ र डिएफडब्ल्यूमै हामी लगभग 50-60 हजार त हामी छौँ नेपालीहरू। र अहिलेको जुन नेपालीहरूको विषयलाई जुन सम्बोधन, एउटा कम्युनिटीलाई सर्भिस गर्ने स्पिड भनेको चाहिँ मैले विजय भुषाल शर्मा त्यो देखेर उहाँलाई नै सघाएको। र सँगसँगै एउटा भोलि तपाईँ सुख दुःख पर्दाखेरि, एउटा दुःखै पर्दाखेरि कोही सुनिदिने होस्, कोही साइडमा उभिदिने होस्, राति 2 बजे पनि फोन गर्दाखेरि कोही उपस्थित होइदियोस्, दिउँसो 2 बजे फोन गर्दा नि कोही तपाईँको आडमा उपस्थित होइदियोस् भन्ने एउटा समय, मेन भनेको समय दिन सक्ने चाहिँ विजय शर्मा मैले देखेको कारणले गर्दाखेरि पनि विजय सर लगायत म पनि एज अ फुल टाइम भोलिन्टियर गर्छु भन्ने हिसाबले लागि परेको छु। हुन त मैले नेपाली समाज टेक्ससका धेरै निर्वाचनहरू प्रत्यक्ष रूपमा देख्ने अवसर पाएँ। करिब यो 4औं या 5औं निर्वाचन होला म प्रत्यक्ष रूपमा सहभागी भएको। हरेक पटक निर्वाचन हुन्छ, तर निर्वाचन हरेक पटक हुँदै गर्दा यहाँको कम्युनिटी, यहाँको समाज, यहाँ हामी बसिरहेका साथीभाइहरू
यो निर्वाचन प्रक्रियाले गर्दा कता कता हामी टाढिएको जस्तो एक आपसको सम्बन्ध दूरी बढेको जस्तो महसुस गराइदिन्छ यो निर्वाचनले। कहिलेकाहीँ त लाग्छ काश यो निर्वाचन नभइदिए हुन्थ्यो, तपाईँहरू मिलेर एउटा मात्रै टिम बनाएर एउटा त्यो निर्वाचनको प्रक्रियामा नगइदिएर समाजलाई पनि एकीकृत बनाएर अगाडि बढिदिए हुन्थ्यो भन्ने हाम्रो सोचाइ हो। तर त्यो आजसम्म हुन सकेको छैन नेपाली समाज टेक्सासमा मैले देखेअनुसार। त्यस्तो केही प्रयासहरू भए तपाईँहरू बिच या तपाईँ र अर्को टिमको बिच त्यस्ता केही प्रयासहरू भए? होइन, कति चुनाव गर्ने, यो हाम्रै समाज त हो नि, होइन र? मैले तपाईँलाई भोट दिनु या तपाईँको अपोजिसनमा आएको उम्मेदवारलाई भोट दिनुमा त मेरो लागि दुवै समान हो नि त। एकदम। तर यो निर्वाचन भन्ने बित्तिकै तपाईँहरूका कारणले हामी पनि अलि टाढा भएको महसुस हुन्छ कहिलेकाहीँ, त्यस्तो तपाईँमा लागेन या तपाईँको टिममा लागेन? म एकदम यसमा चाहिँ एकदम सजग छु यो कुरामा। तपाईँको एकदम गम्भीर विषय हो, किनकि चुनाव हुँदै गर्दाखेरि समाज चिरा पर्छ, स्पेसली यो लोकल इलेक्सन हुँदाखेरि होइन। तपाईँका आज बोल्ने साथी भोलि बोल्दैनन् होइन। यो चुनाव यस्तो संस्थामा चुनाव त नहुनु पर्ने हो। सबबाट मिलेर जुन समय भएका साथीहरूलाई समेटेर समाजलाई केही दिन्छु भन्ने साथीहरूलाई समेटेर एक मन एक चित्त भएर लाग्नुपर्छ जस्तो मलाई लाग्छ। तर त्यो भन्दै गर्दाखेरि हजुरको केही भनौँ न व्यक्ति या विशेषबाट होइन यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भन्ने अनि ती व्यक्ति विशेषका एजेन्डाहरू बोकेर चाहिँ समाजमा चाहिँ चुनावी वातावरणमा होमिनीदेखि लिएर त्यसरी पनि लागेको देखिन्छ। र अनि दुःख चाहिँ केमा लाग्छ भन्दाखेरि मान्छेलाई फल्ला यो फल्ला यसको मान्छे फल्ला उसको मान्छे यो त्यो भने ट्यागिङ। मैले यो प्रसङ्ग दुःख लाग्छ है। एउटा प्रसङ्ग आइहाल्यो, मैले उहाँको नाम त लिँदैन, मेरो एकदमै नजिकको मिल्ने साथी हुनुहुन्छ। हजुर। आज बिहानै फोन गर्नुभएको थियो मलाई, किशन तैँले त उसकोमा लाइक गरिछस् नि, त उसको मान्छे है? एकदम। ल हेर्नुहोस् त, फेसबुकको एकजना उम्मेदवारले राखेको फोटोमा कसैले लाइक गर्यो या बेस्ट विसेस दियो या शुभकामना दियो भने पनि उहाँलाई त्यो क्यान्डिडेटको त ट्याग लाग्ने गर्छ। ट्याग लाग्ने। अब हेर्नुहोस्, यो त अलि भएन नि त। अनि यो त तपाईँ यङ भएकोले मैले तपाईँलाई खुलेर बोलेको, काश भोलि तपाईँ नेतृत्वमा गइदिएपछि जानुभयो भने कमसेकम यी कुराहरूलाई चाहिँ मिलाएर अर्को पटक चाहिँ अब निर्वाचन नगर्नेतिर सकेसम्म एउटा मात्रै टिम होस् होइन, एकदम सही कुरा, त्यतातिर तपाईँहरूको ध्यान जाओस् भन्ने जस्ट मैले यो रिमाइन्ड मात्रै गराएको। तर निर्वाचन फेरि आफैमा नराम्रो चाहिँ होइन, प्रतिस्पर्धाबाट सही नेतृत्व आउँछ, हामीले पनि सही नेतृत्व छान्न पाउँछौँ, यो प्रक्रिया गलत होइन, एकदमै राम्रो हो। अब हामी अन्तिमतिर पनि आइसकेका छौँ। अब हजुर करिब 30 मिनट जति हामीले यो संवाद गरिसकेछौँ, हामी अन्तिममा पनि छौँ। अब त्यस्तो के छ अन्तिममा यो चुनावकै सेरोफेरोमा रहेर प्रवेशले आम टेक्सासवासी आम दाजुभाइ दिदीबहिनी विशेष त अझ नेपाली समाज टेक्सासका सदस्यहरू विशेष त उहाँलाई त्यस्तो केही भन्नु छ, आग्रह छ? यो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आदरणीय आजीवन सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू, विद्यार्थी सदस्यज्यूहरूमा यहाँ मेरो विनम्र अनुरोध के छ भन्दाखेरि यो एउटा प्रक्रियामा हामी सामेल भएका छौँ। नेपाली समाज टेक्सासको यो आगामी नयाँ कार्य समितिको चुनाव प्रक्रियामा छौँ र हजुरले सक्षम जो एउटा समाजमा भनौँ न समय दिन सक्ने, किनकि सबैभन्दा ठुलो कुरा नै समाजमा समय दिन सक्नुपर्छ होइन। यो एउटा मेरो यसमा के बुझाइ पनि छ भन्दाखेरि जब तपाईँ सोसियल वर्क गर्नुहुन्छ नि, एउटा समय तपाईँले निकालेर दिन सक्नु भएन भने नामको मात्रै सोसियल वर्क हुन्छ। तपाईँलाई भनौँ सुख पर्दा भन्दा पनि दुःख पर्दाखेरि त्यो मान्छेको आडमा उभिदिन सक्नुहुन्छ कि हुँदैन, त्यो महत्त्व हुन्छ होइन। र त्यो गर्न सक्नुहुन्छ भने तपाईँहरू यो सोसाइटीमा आउनुहोस् होइन, सर्भ गर्नुहोस्। त्यस्ता कोही कमिटेड छ भने हुनुहुन्छ भने पनि म सघाउँछु उहाँलाई होइन। तर प्लिज विशुद्ध एउटा गैर राजनीतिक हिसाबले यो संस्थालाई अझ बलियो बनाउन लागौँ, किनकि यो संस्था भनेको हामीलाई चाहिने संस्था हो र नेपाली समाजले विगतमा गरेका कामहरू राम्रा कामहरू छन्, अझै यसलाई कसरी राम्रा गराउन सकिन्छ, किनकि एउटा हाम्रो साझा चौतारीको रूपमा लिनुपर्छ जस्तो लाग्छ मलाई होइन। त्यही भएर यही हेतु र यही एउटा मेरो परिवर्तनको एउटा आवाजको रूपमा पनि म हो
होइन। यसलाई एउटा साझा चौतारी र भोलिको दिनमा निर्वाचन हुँदै गएपछि जुन चिरिएको समाज छ यसलाई म जोड्ने प्रयास पनि गर्छु होइन। चाहे म जितुला चाहे नजितुला तर म यसलाई जोड्ने प्रयास चाहिँ म गर्नु नै छु। र सम्पूर्णमा मेरो यही नै अनुरोध छ कि यहाँ लगायत सम्पूर्णले म लगायत टिम विजयका साथीहरूलाई अत्याधिक मत दिई विजय गराइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहे। र हाम्रो टिममा चाहिँ एकदम डाइनामिक टिम बनेको छ। हाम्रो टिम बनाउँदाखेरि नै फर्मेसनदेखि नै यो हामीले 6-7 महिना लाएर होमवर्क गरेर बनाएको टिम हो। टिममा आउने साथीहरूको इच्छा धेरै थिए तर त्यसमा पनि हामीले साथीहरूलाई प्रश्न भनेका थियौँ कि सबैभन्दा ठुलो कुरा तपाईँमा समय हुनुपर्छ। समय नै बलवान हो यहाँ अहिलेको कन्डिसनमा। र दोस्रो कुरा चाहिँ भोलि कोही बिरामी दुःख बिरामी पर्दा कोही विद्यार्थीलाई सहयोग गर्नु पऱ्यो भने 10, 20, 50 आफूले खल्टीबाट निकालेर हामीले सहयोग गर्न सक्ने क्षमता होस् भनेको आर्थिक रूपमा पनि केही हदसम्म उहाँ सब भनौँ न इकोनोमी वाइज पनि अलि सस्टेन भएको भए राम्रो। र सँगसँगै हाम्रो सबैभन्दा ठुलो राजनीतिक झोलाभन्दा पनि हामी समाजको झोला बोकौँ भन्ने हाम्रो त्यो पनि एउटा क्राइटेरिया थियो। र अर्को भनेको अन्तिम चाहिँ हामी समाजमा लाग्दै गर्दाखेरि आफूले केही व्यवसाय भन्दा पनि आफूलाई केही प्रमोट आफू व्यक्ति प्रमोट हुनुभन्दा पनि समाजलाई कसरी प्रमोट गर्ने र सोसियल अवेरनेस कसरी गर्ने एउटा पोजिटिभ इम्प्याक्ट समाजमा हामीले कसरी पार्छौँ भन्ने त्यतातिर चित्त मन भएर आउनु हुन भनेर हामीले एउटा टिमअप गरेको छौँ। र सबै हाम्रा टिमका साथीहरूमा एउटा त्यो मनोभावना सिर्जित भएर एउटा हाम्रो एउटा सेन्टिमेन्ट मिलेर एउटा टिम फर्मेसन भएको छ र एउटा डाइनामिक टिम छ। त्यही भएर सम्पूर्ण टेक्ससवासी सम्पूर्ण अग्रजहरू सम्पूर्ण आजीवन सदस्यज्यूहरू साधारण सदस्यज्यूहरू र विद्यार्थी सदस्यज्यूहरूमा डिसेम्बर 13 बिहान 8 देखि बेलुका 7 बजे नेपाली समाज टेक्सस 1212 रोयल पार्क वे युलेसमा 76040 मा आई हजुरको अमूल्य मतदान गरी टिम विजयलाई अत्याधिक बहुमत दिई विजय गराइदिनु हुन पनि म हार्दिक अनुरोध गर्न चाहे यही कार्यक्रमबाट। प्रवेशजी तपाईँसँग अझै धेरै कुराकानी गर्ने मन थियो। हजुर विगतका केही प्रसङ्गहरू कोट्याउने पनि मन थियो तर यो हाम्रो यो श्रृङ्खला पहिलो श्रृङ्खला पडकास्ट संवाद हो। हामी सिक्दै पनि छौँ र भोलिका दिनमा अझ यसलाई व्यवस्थित अझ मनोरञ्जनात्मक र सुन्ने र हेर्ने दुवैलाई पनि वाउ भन्ने त्यो बनाउने हाम्रो प्रयास जारी रहनेछ। पहिलो संवाद हो यो। पहिलो एपिसोडमा प्रवेशजीलाई यसरी मैले इन्भाइट गरेँ र यहाँले नाइ पनि भन्नु भएन। हुन्छ त किशनजी ल गरौँ त भनेर एउटा एक्साइटमेन्ट देखाउनु भयो। यसको लागि यहाँलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु। यही नै हो आदरणीय दर्शक महानुभावहरू आजको हाम्रो यो पहिलो श्रृङ्खला संवाद हो। यो पहिलो श्रृङ्खला पडकास्टको संवादलाई स्पेसली सपोर्ट गरेको छ वास्तु रियालिटी र विशेषतः धन्यवादको पात्र हुनुहुन्छ सुवर्ण पोखरेल। यो कार्यक्रम रिपोर्टर्स क्लब अमेरिकाको आफ्नै कार्यक्रम हो। हामी नियमित रूपमा यो कार्यक्रम रिपोर्टर्स क्लब अमेरिकाको युट्युब र फेसबुकबाट अपलोड गर्नेछौँ र तपाईँले चाहेको समयमा हेर्न र सुन्न सक्नुहुन्छ। आजको यो प्रस्तुति अनि यो संवाद यहाँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया हामीलाई दिनुहोला। केही सल्लाह सुझाव भए यहाँले कमेन्ट पनि गर्न सक्नुहुन्छ या सिधै हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हे किशन नेक्स्ट टाइम यो सुधार्नुपर्छ भनेर तपाईँ सिधै मलाई पनि भन्न सक्नुहुन्छ। म कोसिस गर्छु र अर्को एपिसोडमा त्यसलाई सुधार्ने प्रयास पनि गर्छु। हस् त दर्शक महानुभावहरू फेरि पनि यहाँलाई म गुड बाई भन्छु र अर्को एपिसोडमा अर्को एकजना गेस्ट तपाईँहरूमा आउने बाचा पनि गर्छु। अहिलेलाई नमस्ते।